everyone, welcome to my trick of simplify. सिम्प्लिफाई गर्नुभन्दा अगाडि सबैभन्दा पहिला बदमासको रुलबाट तपाईहरूले सिम्प्लिफाई गर्नुभयो भने अति सजिलो हुनेछ र बदमासको रुलबाट सिम्प्लिफाई गर्दा सबैभन्दा पहिला ब्राकेटको काम गर्नुपर्ने हुन्छ र ब्राकेटको काम गर्दा पनि सबैभन्दा पहिला स्मल ब्राकेट, कर्ली ब्राकेट र ठुलो ब्राकेटको काम गर्नुपर्ने हुन्छ र त्यसपछि ब्राकेटको काम सकिसके पछाडि डिभिजनको काम गर्नुपर्ने हुन्छ र डिभिजनको काम गरे पछाडि र मल्टिप्लिकेसनको काम गर्नुपर्छ र यसरी हामीले मल्टिप्लिकेसनको काम सकिसके पछाडि एडिसनको काम गर्नुपर्छ र एडिसनको काम गरिसके पछाडि हामीले अन्त्यमा सब्स्ट्र्याक्सनको काम गर्नुपर्ने हुन्छ र यसरी क्रमैसँग सबै रुल्स फलो गरेर हामीले सिम्प्लिफाई गर्दा कुनै पनि मिस्टेक हुने सम्भावना हुँदैन र हामीले सही एन्सर निकाल्न सक्षम हुन्छौँ र यसको इक्जाम्पलको लागि स्क्रिनमा मैले एउटा सिम्प्लिफाईको क्वेसन लिएर सल्भ गरिरहेको छु। हजुरहरूले स्क्रिनमा देखिरहनु भएको छ र यो सिम्प्लिफाई त्यही बदमासको रुल्स अनुसार गर्न गइरहेको छु। हजुरहरूले ध्यानपूर्वक यो स्क्रिनमा देखिएको सिम्प्लिफाईलाई पनि हेरिदिनुहोला र कतै काहीँ बुझ्नु भएन भने मैले बोलेका शब्दहरूलाई पनि सुन्न सक्नुहुनेछ र सबैभन्दा पहिला हामीले ब्राकेटको रुल्सको काम गर्दा हामी यहाँ स्मल ब्राकेटमा रहेको 3 + 5 एड गर्दा 8 भएको छ र अरू सबै हामीले यथावत रूपमा लेखेका छौँ र अर्को स्टेपमा हामीले फेरि कर्ली ब्राकेट भित्रको काम गर्न गइरहेका छौँ र यसमा रहेको कर्ली ब्राकेट भित्रको -3 × -7 मल्टिपल गर्न गइरहेका छौँ र यसको मल्टिपल गर्दा माइनस इन्टु माइनस प्लस हुने भएकोले 7 × 3 21 प्लसमा लेखेका छौँ र कुनै पनि अङ्कको अगाडिको प्लस लेख्नु नपर्ने भएकोले यहाँ 21 मात्र लेखिएको छ र 21 - 8 गरेर कर्ली ब्राकेटभित्र लेखिसकेका छौँ र यति गरिसकेपछि हामीले अर्को स्टेपमा भने अब कर्ली ब्राकेटभित्रको काम गर्नेछौँ। यस कर्ली ब्राकेटभित्र रहेको 21 - 8 गर्दा हाम्रो 13 आउनेछ र यसलाई बिग ब्राकेट युज भइरहेको छ र यो 13 यो बिग ब्राकेटभित्रको माइनसले कर्ली ब्राकेट खोल्दा -13 हुन गएको छ र यस अगाडि रहेको -13 - 2 र -3 मध्येमा अब -3 ले -14 लाई
मल्टिपल गर्न गइरहेका छौँ र -3ले -13लाई मल्टिपल गर्दा माइनस माइनस प्लस हुने भएकोले 3 इन्टु 13 गर्दा प्लस 39 हुन गएको छ र -13 र -2 जोडिने भएकोले -15 भएको छ भने 39 यथावत आएको छ। -15 र +39 बाट -15 घटेर 24 हाम्रो एन्सर आएको छ। धन्यवाद। थ्याङ्क यू।